करिबन 5:20 गएको अवस्थामा अहिले चाहिँ एकदमै मान्छेहरू पनि देख्न सकिन्छ। प्लस अब यहाँको गतिविधि के छ त भन्ने कुराहरू देखाउने कोसिस गरिराखेका छौँ है त हामी। अब कता कता नाचिन्छ, कता कता कार्यक्रमहरू धेरै भइन्छ, त्यो कुरोहरूलाई हामी देखाउने कोसिस गरिराखेका छौँ। अब हेरौँ त अब हेर त हाम्रो भेट भएको छ अन्तिम दिनमा हाम्रो भेट भएको छ। यो अलिकति चिसो लाएर नै खाँसी लागेको बेला भएर ट्र्याक फुस्किएको छ। म चाहन्छु यसलाई भने आफ्नै आवाजमा रहेको पुरै खस्यो मेल ट्र्याक भन्ने छ होला भाइ चाहिँ गुरुङको छोरा भएको नाताले गुरुङ गीत त गाउनै पर्छ। त्यसैले गर्दाखेरि एउटा गुरुङ गीत, त्यसपछि सालैजु, त्यसपछि नेपाली गीतहरूको लागि क्रमैसँग प्रस्तुत गर्नेछु। अहिले पुरै खस्यो मेल ट्र्याक भन्ने छ होला सम्भवतः थियो। मेल ट्र्याक छ है त्यसमा पुरै खस्यो ट्र्याक मेल भनेर लेखेको छ होला सम्भवतः। यही सिटबाट सम्झिन चाहन्छु सङ्गीता गुरुङ भान्जी, केश गुरुङ सबैलाई।
नभइकन गइरहेको छु सालैजु माई सालैजु ट्र्याक छ होला त्यहाँ आफ्नो आवाजमै रहेको गीत त्यसपछि भने एउटा दोहोरी जोस खतरा छ है यमुना साथीहरू बन्छ यता हाम्रो दिदीबहिनीहरू ताली मात्रै बजाएर बस्नु भएको छ आउनुहोस् तात्नुहोस्
ट्र्याक हुनेछ। 22 चाहिँ गीत छुट्टै छ, ट्र्याक छुट्टै छ। बवाल भइरहेको छ। हामी छौँ सुन्दर बजार महोत्सवको आज सेकेन्ड लास्ट दिन कान्छो हल्दी बौद्ध गुम्बा गुरुङ समाजद्वारा आयोजित सांस्कृतिक महोत्सवको आज सेकेन्ड लास्ट दिन। हामी पनि कार्यकर्ताको बावजुद अब भाइको ट्र्याक र गीत सँगसँगै भएर अलिकति कन्फ्युज हुन्छ। त्यही भएर मैले अघि नै त साह्रै भनेको। अहिले बेलुका बेलुका यति मान्छेहरू आउनु पऱ्यो आउनु पऱ्यो। अब अर्को वर्ष नाच्ने अब यो सालले त आज मात्रै हो नि।
लागि मैले गीत छोटो छोटो गाउँदैछु। अब गुरुङ गीत गाउने कि नेपाली गीत हो? गुरुङ गीत हो?